बोट बिरुवाहरू बोल्छन् भन्दा कस्तो लाग्ला? साँच्चै हो, तर उनीहरूको आफ्नै एउटा भाषा हुन्छ र आज हामी मकैको पातहरूले बोल्ने त्यही गोप्य भाषालाई बुझ्ने कोसिस गर्नेछौँ। यो भाषा बुझ्न सकियो भने नि बालीको उत्पादन र गुणस्तर दुवै जोगाउन सकिन्छ। ल, अब हाम्रो यो यात्रालाई 5 भागमा हेरौँ है त। सुरुमा बोटले दिने सङ्केतहरू कसरी पढ्ने भनेर बुझ्छौँ। त्यसपछि मुख्य र सहायक पोषक तत्त्वहरूको कमी हुँदा के देखिन्छ त्यो हेर्छौँ। अनि सूक्ष्म सङ्केतहरूलाई पनि निहाल्छौँ र अन्त्यमा यो सबै ज्ञानलाई सफलतामा कसरी बदल्ने भनेर कुरा गर्नेछौँ। मकैको बोटलाई राम्रोसँग हुर्कन कतिवटा पोषक तत्त्व चाहिन्छ होला? जम्मा 14वटा। सुन्दा थोरै लागे पनि यो एउटा एकदमै सन्तुलित परिकारको रेसिपी जस्तै हो। सोच्नुहोस् त, कुनै एउटा मसला मात्रै कम भयो भने पनि स्वाद बिग्रिन्छ नि, होइन र? हो, बालीनालीमा पनि ठ्याकै त्यस्तै हुन्छ। जब मकैको बोटलाई कुनै पोषक तत्त्वको कमीले भोक लाग्छ, यसले हामीलाई चुपचाप सहेर बस्दैन, बरु तुरन्तै सङ्केत दिन थाल्छ। र मुख्य कुरा के हो भने हामीले त्यो सङ्केत जति छिटो बुझ्न सक्यौँ, उत्पादनमा हुने नोक्सानीलाई त्यति नै छिटो रोक्न सक्छौँ। अब समस्या के हो भनेर पत्ता लगाउने पहिलो र सबैभन्दा महत्त्वपूर्ण सूत्र भनेको लक्षण कहाँ देखिएको छ, पुरानो पातमा कि नयाँ पातमा? यो ठ्याक्कै डाक्टरले बिरामीलाई कहाँ दुखेको छ भनेर सोधे जस्तै हो। यसले हामीलाई समस्याको जडसम्म पुग्न सही बाटो देखाउँछ। ल, अब कुरा गरौँ सबैभन्दा मुख्य खेलाडीहरूको, यानि कि नाइट्रोजन, फस्फरस र पोट्यासियमको। सुरु गरौँ नाइट्रोजनबाट, किनभने यसको कमी हुँदा देखिने लक्षण सायद सबैभन्दा स्पष्ट र चिन्न सजिलो हुन्छ। नाइट्रोजनको कमी भयो कि मकैको पातमा एउटा खास पहेँलो भी आकार देखिन थाल्छ। अब आउनुहोस्, यो भी आकार कसरी बन्छ त्यसलाई अलिकति नजिकबाट हेरौँ। ल, कल्पना गरौँ है त। बोटको सबैभन्दा तलको पुरानो पात लिनुहोस्। त्यसको टुप्पैबाट पहेँलो रङ सुरु हुन्छ, तर यो त्यतिकै फैलिँदैन। यो बिस्तारै पातको बीचको नसालाई पछ्याउँदै तलतिर सर्दै जान्छ। हो, ठ्याक्कै यही हो। पहेँलोपन टुप्पोबाट सुरु भएर पातको बीचतिर भी आकारमा फैलिन्छ। यो भी आकार नै नाइट्रोजनको कमीको सबैभन्दा बलियो प्रमाण हो। याद गर्नुहोला, पातको किनारहरू हरियै रहन्छन्, तर बीचमा चाहिँ एउटा स्पष्ट पहेँलो भी देखिन्छ। अब पालो पोट्यासियमको। नाइट्रोजनले पातको बीचमा असर गर्थ्यो भने पोट्यासियमको कमीले चाहिँ पातको किनारमा असर गर्छ। यसको लक्षण देख्दा यस्तो लाग्छ मानव कसैले पातको किनारै किनार आगोले डढाएको छ। हो, यो लक्षण पनि पुराना पातहरूबाटै सुरु हुन्छ। तर नाइट्रोजनको भी आकार जस्तो होइन। यसमा पातको टुप्पो र किनारहरू सुक्खा भएर खैरो र डढे जस्तो देखिन्छ, र कहिलेकाहीँ पातको किनारहरू बटारिन पनि थाल्छन्। समस्या पुरै किनारमा केन्द्रित हुन्छ। अब फस्फोरसको कमी अलि फरक छ। यसले पातलाई पहेँलो बनाउँदैन, बरु एउटा अनौठो बैजनी रङ दिन्छ। खास गरी सासाना कलिला बोटहरूमा पातहरू बैजनी वा गाढा रातो देखिन थाल्छन्। अनि अर्को कुरा, यदि खेतको माटो चिसो छ भने यो समस्या झनै बढेर जान सक्छ। ल, मुख्य पोषक तत्त्वहरूको कुरा त भयो। अब पालो आयो सहायक सङ्केतहरूको, मतलब क्याल्सियम, म्याग्नेसियम र सल्फर जस्ता तत्त्वहरूको। यिनीहरूको सङ्केत अलि सूक्ष्म हुन्छ, तर उत्तिकै महत्त्वपूर्ण। म्याग्नेसियमको कमी भयो भने पातमा एकदमै रोचक धर्साहरू देखिन्छन्। पातका नसाहरू हरियै हुन्छन्, तर नसाहरूको बीचबीचको भागमा पहेँलो वा सेतो धर्सा पर्छ। यसलाई हामी स्ट्राइप्ड परेको पात पनि भन्न सक्छौँ। यसमा ध्यान दिनुपर्ने कुरा के छ भने पातको मुख्य नसाहरू हरियै रहन्छन्, तर तिनको समानान्तरमा बीचबीचमा सेता धर्साहरू देखिन्छन्, मानव कसैले पातमा डिजाइन बनाएको जस्तो। कहिलेकाहीँ पातको तल्लो भागमा हल्का बैजनी रङ पनि देखिन सक्छ। र हो, यो लक्षण पनि पुरानै पातहरूबाट सुरु हुन्छ। अहिलेसम्म हामीले जति पनि लक्षणहरू हेऱ्यौँ, ती सबै पुराना तल्ला पातहरूमा देखिने थिए। तर यदि समस्या नयाँ कलिला पातहरूमा देखियो भने नि, हो, त्यसले हामीलाई पुरै फरक दिशामा लैजान्छ। हो, यदि नयाँ पातहरू पहेँलो देखिन थाल्यो भने त्यो सल्फरको कमीको सङ्केत हुन सक्छ। नाइट्रोजन र सल्फरको कमी उस्तै उस्तै पहेँलो देखिन्छ, तर फरक के हो त? नाइट्रोजनको कमी पुराना पातमा देखिन्छ, सल्फरको कमी नयाँ पातमा। यो सानो तर महत्त्वपूर्ण भिन्नता नै सही पहिचानको चाबी हो। अब हामी पुग्यौँ सूक्ष्म सङ्केतहरूमा।
यहाँ अलि ध्यान दिनुपर्छ है, किनभने यी सूक्ष्म पोषक तत्त्वहरूको कमीका लक्षणहरू कहिलेकाहीँ जुम्ल्याहा जस्तै देखिन्छन्। छुट्याउन अलिक गाह्रो पर्न सक्छ। जिङ्कको कमी हुँदा पातको बीचको नसाको दुवैतिर फराकिलो, फिक्का पहेँलो वा सेतै ब्यान्ड जस्तो देखिन्छ। अनि भर्खरले निस्किरहेका नयाँ पातहरू त पुरै सेतो वा फिक्का पहेँलो भएर निस्किन सक्छन्। र सबैभन्दा ठूलो चुनौती आउँछ आइरन र म्याङ्गानिजको कमी छुट्याउन। दुवैको कमीले नयाँ पातमा सेतो धर्साहरू देखिन्छन् र नसाहरू हरियै रहन्छन्। यिनीहरू यति उस्तै देखिन्छन् कि कहिलेकाहीँ खेतमा हेरेर मात्रै थाहा पाउन एकदमै गाह्रो हुन्छ। त्यसैले यस्तो अवस्थामा विज्ञको सल्लाह वा माटो परीक्षण नै उत्तम उपाय हुन सक्छ। ल, हामीले पातहरूले दिने विभिन्न सङ्केतहरू त बुझ्यौं। अब यो ज्ञानलाई व्यवहारमा कसरी उतार्ने त? भनौँ न, यो अवलोकनलाई कार्यमा कसरी बदल्ने? सफलताको सूत्र साँच्चै सरल छ, जम्मा 3 चरणमा। पहिलो, बालीको नियमित निगरानी गर्ने र पहिलो सङ्केत देख्ने बित्तिकै ध्यान दिने। दोस्रो, लक्षण कहाँ र कस्तो छ त्यसको आधारमा सही समस्या पहिचान गर्ने। र तेस्रो, समस्या थाहा पाउने बित्तिकै त्यसलाई समाधान गर्न सक्रिय रहने। त्यसैले पातहरूको भाषा बुझ्नु भनेको आँखा चिम्लेर लगानी गर्नु जस्तो होइन। यो त सफल फसलको लागि गरिएको एक सोझो र बुद्धिमानी लगानी हो। यसले हामीलाई अन्दाजबाट यथार्थतिर लैजान्छ र हरेक निर्णयलाई बलियो आधार दिन्छ। अब अर्को पटक खेतबारीमा जाला मकैका पातहरूलाई एकपटक अलि फरक नजरले हेर्नुहोस् त। सायद तिनीहरूले केही भन्न खोजिरहेका होलान्। प्रश्न यति मात्र हो, के हामी उनीहरूको कुरा सुन्न तयार छौँ त?